काकी हजुर आलु कतिको फलेको छ? ठिकै छ। रोप्नु पनि हामीले नै रोपेको हैन? हामी नै रोपेको। खन्नु पनि हामी नै पर्यौं हैन? खन्नु पनि हामी। Akhirnya yakpe. Yak Anesei. Kalunga thuli. Korem yakpi. Yo kira long rakeng. Tara sang ko meko ko nube. Yakpa be ko meko ko. Sari yombang min. Sadran thoko. Namu arang toyuria. कति विरक्त लाग्दो भयो है। अब पुरै चैत वैशाख लाग्यो कि चरा पनि यस्तो खालको कराउँछ, घाम लाग्छ त्यस्तै हैन साथीहरु। हजुर आलु खनाइ धमाधम हुँदैछ हाम्रो। टिकटक किन्ने तम्बेला गरंग। आलु यो सुन्तला फुलेर पुरै अब सुन्तला मज्जाले फुल्दैछ है गाइसहरु। यहाँ तल मटर रोपेको मटरको बेहाल भएको छ। पुरै विराट विराट लाग्दो भइरहेछ। पानी पनि किन पर्न नसकेको हो? पानी किन पर्न नसकेको हो? अब पुरै सोध्नु पर्ने छ के मौसमलाई। किन पानी पर्न सकिरहेको छैन? हाम्रो आलु एकदमै मसिनो छ साथीहरु। मसिनो छैन, ठुलठुलो छ। मिडियम साइजको छ नि। यतिको फलेकै हो। रोप्ने नै हामी नयाँ नयाँ पर्यौं कि अनि आलु पनि अलिक अल्सी मान्दै फलेछ हो। यो चोटीको आलु त छ बे मेमी। अब यतिको ठिकै हो हैन? अझै ठुलो फलेको पहिले त देखेको, अहिले त अलिक सानो सानो फल्दो रहेछ। समयले नि चिन्यो कि क्या हो। अनि अहिले एकछिनमा खाजा चाहिँ काकी यो आलुको तरकारी काँचो काँचो पारेर यसो प्याज र लसुनको पत्ता लगाएर छेपी लगाएर तरकारी र जाँड खानुपर्छ है। ल ल ल यता फर्किनु न। ल ल ल ठिक छ ठिक छ। ठिक छ। मिठो हुन्छ नि? मिठो हुन्छ। पसिना आयो नि। काम गर्नुपर्छ नि त्यसरी। हाम्रो त यस्तो छ बसी बसी आलु खन्नु पर्ने। हाम्रो काका पनि खनिराख्नु भएको छ है। पुरै कसरी खन्नु हुँदैछ हाम्रो काका त म अप्ठ्यारो न अप्ठ्यारो गरेर। अनि म चाहिँ यहाँ भिडियो बनाउँदैछु। अब आलु आज हामी खनिसक्ने हो। अनि थन्काउने हो। पानी पर्यो भने कुहिन्छ है गाईहरु। बिजन्छ। ल काकी हजुर आलु कतिको फलेको छ? ठिकै छ। रोप्नु पनि हामीले नै रोपेको हैन? हामी नै रोपेको। खन्नु पनि हामी नै पर्यौं हैन? खन्नु पनि हामी। Akhirnya yakpe. Anesei. Kalunga thuli. Korem yakpi. Yo kira long rakeng.